गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। र आज चाहिँ नि हामी कहाँ जानु लाग्यो भन्दाखेरि हाम्रो मेरो गाइजहरूले भन्छन् हामी तेनमन खान जान लाग्यो नेपाली खाना खान कालजैको बसेमा। हेर त सबभन्दा राम्रो नि राम्री भएछ। सबभन्दा राम्रो उहाँदेखि भन्छ कि उहाँदेखि भन्छ कि मदेखि छु। कमेन्टमा लेख्नु मेरो नाम प्रज्ञा है, बिन्सा थापा, कञ्चन शर्मा। फेरि बाफ्रे शर्मा होइन है गाइज, विश्वकर्मा। एक अलि नेपाली बोल्न आउँदैन, त्यही भएर मिस्टेक भएको हो। त्यही भएर म चाहिँ कञ्चन विश्वकर्मा हो। र हामी चाहिँ लाइक चाहिँ तिम्रो फेभरेट डाइलग भन्दैौ न त। माई नेम इज प्रज्ञा यादव फ्रम रौतहट। अलि जोस आएन तिमीमा। मेरो नाम प्रज्ञा यादव हो। ए सरी भन्छु फेरि माई नेम इज प्रज्ञा यादव फ्रम रौतहट। वाउ। अनि हजुरको यस्तै केही युनिक डाइलग केही छ म्याम हजुरको? छैन, घरै छैन, होमलेस हो। घरै छैन, होमलेस हो। हामी घरतिर बसेको। कहिले उसको नगरपालिका, कहिले हाम्रो नगरपालिकामा बस्छ। त होमलेस अरे गाइज। मेरो त घर छ, पोखरामा पनि छ, जापानमा पनि बनाउँदैछ। सका फानेको ग्यास 10 वर्षपछि त बन्ला नि एउटा घर। त्यही हो। अनि अहिले चाहिँ हामी यहाँ ट्रेनमा छौँ, यहाँ हेर्न सक्नुहुन्छ। ट्रेन कुन दिन रे? आइतबार हो। आज मदर्स डे हो यहाँको। आज मदर्स डे हो। आज मदर्स डे हो। अनि त्यही भएर यिनीहरूले मलाई खाजा खुवाउन लिएर जानु लागान्। छोरी हो नि त म, यिनीहरू आमा। ल गाइस कमेन्ट लेख्नु आमा पनि है त। म होला छोरी हो। हाम्रो दुईजना छोरी हाम्रो छोरी हो। यो छोरीले चाहिँ हामीलाई त पार्टी दिन्छ छोरी। ल गाइस चप्पल लाएर पानी पर्यो यस्तो। त्यही भएर हामीले चप्पल लाएर जाँदैछौँ। र अहिले चाहिँ हामी ट्रेनमा छौँ। हामी अब झरीसी चाहिँ नि तपाईँलाई उस गर्छौँ। यहाँ पछाडि उता पनि हेर्नु ट्रेन देख्न सक्नुहुन्छ हजुरले। अब यो फर्स्ट ट्रेन हो। यो चाहिँ नि अब यो फर्स्टमा जान्छ यहाँ पारेर फर्स्ट ए ल ल भनिदिनुहोस् न म्याम, हजुरलाई थाहा छ। फेसबुकमा मेसेज गरेको बाफ्रे कति बजेको ट्रेन निस्किन्छ नम्बर पनि भनिदेऊ नि त। नम्बर त छैन, म चलाउनु नम्बर चलाउनु के अरे चिन्छ त अनलाइन मात्रै युज गर्छु। के अरे फेसबुक ट्रेनको बारेमा जान्नु छ भने मलाई फेसबुकमा एसएमएस गर्दा हुन्छ गाइज। नो फी गाइज, फी पनि लिँदैन नि, एकदम के अरे मुर्यो पैसा त लाग्छ गाइज। बाफ्रे भयो यस्तो। मेरो भ्लग हेरेर आउने मान्छेहरूसँग पनि पैसा लिनु लाग्यो भने त यिनीकोमा नभए हुन्छ। तपाईँहरूलाई यतिकै नेटमा हेर्नु, नेटमा दिन्छ नेपालीमा भने नि कतिवटा ल्याङ्ग्वेज आउँछ भन्नु त। भाषामा त्यो बाजिका चाहिँ गाइज मेरो ल्याङ्ग्वेज, त्यसमा भने नि म भन्छु। मगर भाषा त बोल्दैन। अनि के जुन भाषा भनेको? ल जुन भाषा स्पेनिस बोलेर दिनु ल। स्पेनिस बोल ल। स्पेनिस बोल ल। स्पेनिस त आउँदैन मलाई। नाम कोरिया भन्न आउँदैन भने कोरियाको के भन्छ? कङकङ भन्छ कि कङकङ भन्छ कि होइन। ल अब हामी चाहिँ यो ट्रेन हिँड्न लाग्यो, अब बोल्न हुँदैन। त्यही भएर बाई बाई। A few minutes later. सो गाइज हामी चाहिँ यहाँ भर्खर झऱ्यौँ होइन। यहाँ चाहिँ सेल लगाएको रहेछ। यहाँ जुत्ता चप्पलहरूको सेल लाहा। सेलको प्राइस कति कति हो म देखाउँछ है त। कस्तो लाग्यो सेल? सेल जस्तो लाएन। मलाई मन पर्यो कि किन्देउनु। कति रुपियाँको हो यो? हाम्रो खुट्टाको अरे। ल देऊ यिनको खुट्टाको। ठिकै रहेछ त। 1000 हो। 100 रुपियाँ उस रहेछ। 100 रुपियाँ ट्याक्स। हेर्नुहोस् यहाँ सेल हेर तिमीले अस्ति तिमीले रोजेको यस्तै त थियो। दिदीले पनि राम्रो देख्छ सानो साइज। जे पनि राम्रै देख्छ दिदीलाई। जे हेर त कति हो? 2100। यस्तो तिमीले लगाउँदिनौ। प्राइस देखेर म त तर्सिन्छु क्या। के भयो? 4389। ओरिजिनल होला नि त।
ओरिजिनल कन्भर्स मात्र 4000 किनकि किन्नै पर्ने थियो कि यहाँभित्र के हुन्थ्यो होला है तिमीहरू त भिखारी हुन्थ्यो कपालको रहेछ दिन्छ यहाँ कपाल उस गर्ने भन डरायो क्या तिमी चढ्न छिटाउ कस्तो दामी ओ माई गड क्वालिटी हेर नि यसको कस्तो राम्रो है ओ माई गड के हो यस्तो यो ओए यहाँ हेर्न आऊ न छो होइन हेरेको नेक्लेसहरू रिङ चेन कस्तो राम्रो राम्रो रहेछ चेनहरू सो गाइज हामीले त्यहाँबाट निस्क्यौँ अब नेपाली पसलतिर जानु लाग्यो के खाने प्लान छ तिम्रो आज आज त लगभग के खाने त भन्न सक्दिनँ तर 5000सम्म त बिल बनाउँछु भन 5000को त खानेकुरा खान्छौँ के गर्ने मोमो नै 1000 रुपियाँको त्यहाँ 1000 रुपियाँ प्लेट उता गेम पनि खेल्न जाने है अहिले अहिले आएर त्यहाँ कस्तो राम्रो गेम खेलिन्छ नि चक्लेटवाला चक्लेटवाला गेम छ त्यहाँ यस्तो खेल्ने हो गेमहरू अनि त्यही हो हजुरले के खानुहुन्छ त मलाई तिमीहरूले के दिन्छ सबै खान्छ ऊ यहाँबाट हो कि अल अगाडि मेरो रुममा च्याप दिन्छ त्यसको मुखभित्र मुख च्याप्देऊ न यस्तो बच्चाहरू लिएर हिँड्छ यस्तै हो त्यस्तोको मुखमा हात हाल्दै हिँड्छन् अहिले हामी यहाँ गेम खेल्न आउने हो यहाँ फेरि डनको फेरि छुट्टै छ पारा आफ्नै मेरो दुनियाँ बेग्लै छ यहाँ छ अब हामी यहाँभित्र जाने हो यहाँभित्र के भयो ओ यो 7-11 होइन यो जाऊँ न यहाँ ह्यान्ड क्यास गर्न ह्यान्ड क्यास गर्न जाऊँ न यही हो कि हामीले यहाँ यो खाएको काँडे हुन्छ कि यहाँ भित्र अस्ति सेन्सेहर्स जाँदाखेरि हामीले जापानिज फुड ट्राई गरेको थियौँ यहाँ ल खाएको नि त अक्टोपस पनि खाएको मैले अक्टोपस जे भने नि त्यही हो बुझे भइहाल्यो नि त फ्याल्ला परेको हुन्छ खुट्टा त्यही हो 12वटा पनि हुन्छ अरे मैले पाल्छु अब 13वटा भएको कि त खुट्टा 8वटा कि त 12वटा कि त तिमीलाई थाहा नभएर कि त मलाई थाहा नभएर होला त्यसको खुट्टा त मैले खाइदिएँ त अर्को त्यसको खुट्टा त मैले खाइदिएँ त अर्को त्यसको खुट्टा मैले अर्को खाइदिएँ त्यही भएर हो नत्र त्यस्तै हो अब आइसक्यो यस्तो पानी पऱ्यो छाता एउटा थियो त्यही पनि छोडिन् तिमीले अब अलिक बेसरी पऱ्यो भने के ओढेर जाने हाम्रो तरकारी किन्ने अड्डा चाहिँ नि यही हो होइन यहाँ यस्तो सस्तो सस्तो पाइन्छ यहाँ तरकारीहरू यो चाहिँ नि आकेमोनो हो ए आकेबानो रहेछ आकेबानो दोकानमा होइन ए साग त सस्तै पाइन्छ बरु हेर न बन्द अहिले कति सस्तो पाइयो बन्द जम्मा 98 मा बन्द ए अहिले कहाँ हाल्ने हो र अहिले ल्याउने हो कि ओए प्याज हेर त कति धेरै 128 मा उस आलु पनि 158 मा कति सस्तो रहेछ खुल्छ होला सायद ओ 108 मा हेर त उस काँक्रा सस्तो सस्तो पाइन्छ अहिले आएर हामी यहाँबाट तरकारी उठाउँछौँ फेरि मेरो चाहिँ छोराले अर्कै आहा किनभने मलाई रुगा लाहा थोरै
अनि घाँटी तोरे बसेर, त्यही भएर उता हेर्न सक्नुहुन्छ नेपालको झन्डा। यही हो हाम्रो काले दाईको पसल, माया अभि माया हो कि यस पसलको नाम छ होइन। हेर्न सक्नुहुन्छ, हेर्नु ढोका बन्द गरेका। जय लक्ष्मी माता। यहाँको चाहिँ यस्तो दामी हो, यहाँ उसहरू होइन बस्ने ठाउँ, यहाँ यस्तो टेबल छ, यहाँ तल खुट्टा राख्ने, यहाँ बस्ने, यहाँ गणेश भगवान् ढोक गरौँ न यसो। सो गाइस, यहाँ पनि सुनको गिलासमा पानी आयो पहिला। बाबरे कति चिसो पानी ल्याइदिएको, घाँटी बसेर। प्लेन 3 अनि चिकन करी 2वटा। 2टा लाइक बस 1 2 3 गो। बाप्रे पोखाइदिए अनि सुस्तरी। ल फेरि राम्रोसँग, ल फेरि ल 1 2 3 गो। चियर्स। हाम्रो म्याङ्गो लस्सी चाहिँ नि आयो होइन, यस्तो दामी। मैले नै जितेको त, त्यो त काटिदिनु लोकेको र कति बाटी उता हेर्दै उस गरेको चिडा चिजा गेम भइरहेको छ। अब तिम्रो पालो हो क्या, ल पालो शान्ति हुन्छ नि। मेरो भयो, यिनको भयो, यिनको हुन्छ। यहाँको कार्ड पनि गाइड गर्नु यस्तो कार्ड पनि यस्तो महँगो यति लाओस् न, यो पारेर खाउने। फेरि आफू मात्रै खान्छ भोक, हामीले यस्तो खाऊ भने होइन त्यो अहिले मान्छे दिँदैछ हेरेर ल बाँडा छ। एउटा फाल्यो भने एउटा मिली फाल्यो भने मेरो गेम हुन्छ गेम भयो त। 1 hour later. यो चाहिँ नि नान, यो चाहिँ नि चिकन करी, त्यहाँदेखि चिकन करी, नान, नाम। अनि त्यो तलपट्टि राख्नुपर्छ नि। त्यता हेर्देऊ ल। मलाई कति आउँछ त। ल नानी पोज गर त। पकड जापान गई तो भी काम सेती
हामी चाहिँ नि खाएर होइन भर्खर बाहिर निस्क्यौँ अनि अहिले चाहिँ नि केही मिठो खाना मन लागेर यो चक्लेट किनेर खाएको मिठो रहेछ यस्तो खाऊ भन्ने मान्छे कहाँ पाउँछ भन्नुहोस् त मेरो खाउ बनाएर खाउ भन्ने मान्छे छ को जो भए पनि छ भन्नु हुँदैन मेरो छैन भन न मलाई नि कसरी भन मेरो सिङ्गल है फेरि एकचोटि भन्नुहोस् त सिङ्गल फेरि एकचोटि। फ्रम रौतहटको तड्को हुनुहुन्छ भने कन्ट्याक्ट के अरे रौतहटको कोही हुनुहुन्छ यादव भनेर कन्ट्याक्ट गर्नु म चाहिँ प्रज्ञा यादव फ्रम रौतहट उसँग प्रज्ञासँग त्यही हामी चाहिँ नि अहिले खाँदै हिँड्ने हम हामी चाहिँ नि घर फर्किँदै टन्न पेट भरेर खाएर त फेस यस्तो ग्लो गरे अबे मोमो खाएर ओए क्या दामी हो हामी त नि अब यहाँ ट्रेन कुर्छौँ अनि त्यसपछि जान्छौँ घर यिनको बोयफ्रेन्डको मेसेज आउँछ अरे क्या त्यही भएर यस्तो माया बजारमा किन्छु म बिचरा ब्रेकअप भएछ क्या यो ब्रोको त हेर्नुहोस् त छड तिमी छड गयो कता गयो आज अरू मान्छेको लागि तिमीले मलाई निकाल्यो होइन चुप लाउँ यहाँ देखाउनु पऱ्यो नि कस्तो ब्रेकअप भएको छ कि के रहेछ भनेर केही छ लक पनि पर्न सकेको होला हुनसक्छ कसलाई के थाहा मनको व्यथा सबै बन्द भइसक्यो ओ माई गड क्या खतरा हो यहाँ त त्यही नै हो अब हामी यहाँ ट्रेनमा चढ्छौँ अनि घर जान्छौँ ट्रेन चाहिँ नि आयो होइन अगाडि जाउँ हाम्रो लास्ट स्टेसन हो क्या अब जग्गी दा यहीँ बस्नु भयो त लास्टमा बस्दै थियो ए भिडियो पो हो मैले फोटो खिचिरहेको सो गाइज अहिले चाहिँ हामी घर जानु लाग्यो हामीले खायौँ आजको डिनर कस्तो भयो आज यो डिनर मिठो भयो पानी चाहिँ धेरै खाएर अलिक धेरै खायो त्यसले मेरो ग्लासको पुरै पानी सघायो नि त हामी पनि अब चढायो गएर रामेन खान्छु होला खानु खाएन तर किनिसकेँ मैले खाँदै ठिक छ बिन साथी हजुरलाई के आजको डिनर कस्तो लाग्यो एकदम डेलिसियस थियो पैसा पनि भ्यायो खाए कति भयो खै अब त्यस्तो पैसा त नभन्नु अब एक मान त खायौँ गाइजहरू अब एक मान भनेको कति हो कमेन्ट गर्नु र आजको लागि चाहिँ यति नै हजुरलाई ब्लग कस्तो लाग्यो लिपस्टिक देखेँ चाहिँ यति खायो कि लिपस्टिक नि गयो उहाँको सबै हालिहाल्छ छैन मेरो नेचुरल हो ल आजको लागि चाहिँ यति नै अब भिडियो राम्रो लागे नलागे पनि यसो माया देखाइदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब होला सब कमेन्ट सब गरिदिनु सब आजको लागि चाहिँ यति नै बाई 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 गर न बाई बाई गाइस म यहाँ पैसा लिएर बसेर बाई 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 भाइदेऊ तिमी त सिङ्गल होइन होइन म त डबल बाई बाई गाइज